काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह बालेन विरुद्ध अख्तियारीमा उजुरी परेको छ। युवराज सफलले आज मेयर शाह विरुद्ध उजुरी गरेका हुन्। उनले महानगरपालिका कार्यालयमा जडान गरिएको लिफ्टमा अनियमितता भएको दावी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दायर गरेका हुन्। उनले उजुरीमा केही महिना अघि महानगरमा प्रतिस्पर्धा टेन्डर र कोटेसन बिना करिब 1 करोड रुपैयाँ मूल्य बराबरको लिफ्ट जडान गरिएको दावी गरेको छ। लिफ्ट जडान सम्बन्धी टेन्डर बोलपत्र लगायतका आवश्यकता कागजात, निर्माण कम्पनीको विवरण, निर्माण स्वीकृत गर्दाका सम्पूर्ण फाइल, भुक्तानी विवरण, बिल भौचर लगायतका कागजात झिकेर महानगरमा भएको अनियमितता र भ्रष्टाचारको सत्यतथ्य छानबिन गरी आवश्यक कारबाहीका लागि उजुरी दिएको सफलले बताएका छन्। राष्ट्रिय भूमि आयोगले भूमिहीन सुकुम्बासीलाई जग्गा प्राप्तिका लागि निवेदन दिन आह्वान गरेको छ। भूमि समस्या समाधान आयोगले आज सूचना जारी गर्दै भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा प्राप्तिका लागि निवेदन दिन आह्वान गरेको हो। आयोगले आजदेखि 35 दिनभित्र सम्बन्धित स्थानीय तहबाट ओडाका तोकिएका स्थानमा निवेदन दिन आह्वान गरेको छ। आयोगले देशैभर 53 जिल्ला र स्थायी तहहरू तोकेर भूमिहीन सुकुम्बासीसँग निवेदन माग गरेको हो।